हेलो साथीहरू, आजको यस भिडियोमा राष्ट्रिय परिचय पत्र नम्बर कसरी प्राप्त गर्ने र के तपाईँ मेसेज नआएकोले चिन्तामा हुनुहुन्छ? के तपाईँ राष्ट्रिय परिचय पत्रको डिजिटली प्रिन्ट भएको छैन? अब चिन्ता लिनुको कुरा छैन। आजको यस भिडियोमा तपाईहरूलाई राष्ट्रिय परिचय पत्र कसरी डिजिटली प्रिन्ट गर्ने बारेमा चर्चा गर्न गइरहेका छौँ। अब ढिला नगरिकन भिडियोतर्फ लागौँ। सबभन्दा पहिला हामीले गुगलमा गएर अथवा क्रोममा गएर अथवा कुनै पनि सर्च इन्जिनमा गएर हामीले वेबसाइट जुन तपाईहरूले स्क्रिनमा हेर्न सक्नुहुन्छ, मैले डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँबाट तपाईँ क्लिक गरेर जान सक्नुहुन्छ। र वेबसाइट ओपन गर्दाखेरि सबभन्दा पहिला हामीले ड्यासबोर्डमा यस्तो किसिमको स्क्रिन हेर्न सक्छौँ र त्योमा सबभन्दा पहिला के छ भनेर राष्ट्रिय परिचय पत्र नम्बर खोजी भनेर आउँछ र त्योमा हामीहरूले विवरण केही फिलअप गर्नुपर्ने हुन्छ र विवरणमा सबभन्दा पहिला यहाँ के भनिरहेछ भने पुरा नाम नेपालीमा हामीले र त्यसपछि त्यसको डेट अफ बर्थ मैले दिएँ। त्यसपछि त्यसको नागरिकताको जारी मिति र त्यस पश्चात यहाँ क्याप्चा अनि के दिए त मैले क्याप्चालाई इन्ट्री गरेँ। र यो गरिसकेपछि खोज्नुहोस्मा क्लिक गरेँ। अब हामीहरूको बिचमा डिजिटली कार्ड सो भइरहेछ र यो कार्डमा हामीले हेर्न सक्छौँ माथि सबभन्दा पहिला त्यो परिचय पत्र नम्बर आएछ। त्यसपछि यहाँ पिक्चर जुन इनरोलमेन्टको समयमा जुन पिक्चर ल्याएको थियो त्यो पिक्चर देखा पर्यो। त्यसपछि नाम, त्यसपछि इङ्ग्लिसमा, त्यसपछि जन्ममिति, त्यसपछि त्यसको कुन प्रदेश, त्यसपछि थाई, त्यसको जिल्ला, त्यसपछि कुन नगरपालिका, त्यसपछि टोल अनि त्यसपछि वार्ड नम्बर। र यता कुनै प्रिन्टको अप्सन छैन भनेर हामी कसरी यसलाई प्रिन्ट गर्न सक्छौँ र प्रिन्ट गर्नको लागि सबभन्दा सजिलो तरिकामा बताउन गइरहेछौँ। र सबभन्दा पहिला हामीले यसलाई के गर्ने, स्क्रिनसट गर्ने। र स्क्रिनसट गर्नको लागि विन्डोज र स्क्रिनसट जुन किबोर्डमा लेखेको छ त्यसलाई हामी के गर्छौँ, प्रेस गर्छौँ। र यो स्क्रिनसट गरिसकेपछि हामीले कसरी यसलाई प्रिन्ट गर्न सक्छु भनेर गइरहेछौँ। दिस पीसीमा जाने अनि त्यसपछि स्क्रिनसट भनेर यहाँ छ। स्क्रिनसटमा क्लिक गरिसकेपछि कहाँ हाम्रो फोटो छ यता, त्यसलाई राइट क्लिक गर्ने र राइट क्लिक गरिसकेपछि हामी यता कुनै पनि एउटा फोटो एडिटरबाट हामी ओपन गर्न सक्छौँ। मैले के गरेँ, विन्डोज अफिस पिक्चर म्यानेजर भनेर चुज गरेँ र यो चुज गरिसकेपछि त्यसपछि हामीले एडिट पिक्चरमा गएर क्लिक गरेर एडिट पिक्चरमा क्लिक गरिसकेपछि त्यसपछि हामीले के गरेँ, यसलाई क्रप गरेँ अनि क्रप थिचेपछि त्यसपछि हामीलाई रिसाइज गर्ने, साइज मिलाउने। अब हेर्न सक्नुहुन्छ तपाईँले स्क्रिनमा। अब यो हाम्रो डिजिटली राष्ट्रिय परिचय पत्र कार्डलाई हामीले इजिली यसलाई के गर्न सक्छौँ, यहाँबाट सेभ गरेर त्यसपछि हामीले यहाँबाट इजिली यसलाई प्रिन्ट गर्न सक्छौँ। ल यस्तै खालको भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन प्रेस गरिदिनु होला। आफ्नो साथीभाइहरूसँग सेयर गरिदिनु होला। ल धन्यवाद।